नमस्ते। एकछिन आफ्नो दिनलाई सम्झौँ त। लगातार आइरहने नोटिफिकेसनहरू, कहिले नसकिने कामको सूची, यो सब कोलाहलमा के कहिले एक पलको शान्ति, एक पलको मौनताको लागि तृष्णा जागेको छ? आज हामी एउटा यस्तै पुरानो दर्शनबारे कुरा गर्दैछौँ जसले यही मौनतामा, यही खालीपनमा एउटा गहिरो शक्ति भेटाउँछ। अहिलेको हाम्रो जीवन त सूचनाको भनौँ न एक किसिमको बमबारी जस्तै भएको छ। इमेल, समाचार अनि गर्नुपर्ने निर्णयहरूको कहिल्यै अन्त्य नहुने प्रवाह। यो एउटा यस्तो लगातारको हल्ला हो जसले हाम्रो हरेक शान्त पललाई खाइदिन्छ। दिमाग यति अस्तव्यस्त हुन्छ कि साँचो शान्ति त कुनै महँगो विलासिताको वस्तु जस्तो लाग्न थाल्छ। तर थाहा छ, यही हल्लाखल्लाको बीचमा कतै न कतैबाट सादगीको लागि एउटा गहिरो तृष्णा जाग्छ। अनावश्यक कुराहरूलाई पन्छाएर वास्तवमा के महत्त्वपूर्ण छ भनेर खोज्ने चाहना। अनि यो चाहना कुनै आजको नयाँ ट्रेन्ड होइन है, यो त एउटा एकदमै पुरानो ज्ञान हो जसको जरा सयौं वर्षसम्म फैलिएको छ। सादगीप्रतिको यही आकर्षणले हामीलाई जैन बौद्ध धर्मसम्म पुर्याउँछ। अब जैन फिलोसफी अरू दर्शनभन्दा अलिकति फरक छ। यसको मुख्य उद्देश्य किताब पढेर वा ठूला सिद्धान्तहरू घोकेर विद्वान बन्नु होइन, बरु यसको केन्द्रमा छ प्रत्यक्ष अनुभव, एक किसिमको जागरण जुन बाहिरबाट होइन, भित्रैबाट आउँछ। जेनको सबैभन्दा मूल अभ्यास हो जाजेन, अर्थात् बसेर गरिने ध्यान। अब जाजेनको मतलब दिमागलाई जबरजस्ती खाली गर्नु चाहिँ होइन है, धेरैले यस्तै सोच्छन्। तर खासमा यो त विचारहरूलाई बस हेर्ने अभ्यास हो। कुनै विचारमा नअल्झिने, त्यसलाई आउन दिने अनि जान दिने। यसरी अभ्यास गर्दै जाँदा दिमाग आफै बिस्तारै शान्त र स्पष्ट हुँदै जान्छ। जेनको अन्तिम लक्ष्य सातोरी भनिने अनुभव हो। कल्पना गर्नुस् त, कुनै एकदमै जटिल पहेलीको उत्तर धेरै विश्लेषण गरेर होइन कि अचानक यस्तो पो भनेर दिमागमा आउँछ नि। सातोरी भनेको त्यस्तै हो, ज्ञानको एउटा झिल्का, आहा मोमेन्ट जस्तै, एउटा यस्तो अचानकको क्षण जहाँ आफ्नो साँचो स्वभाव एकदमै छर्लङ्ग देखिन्छ। यो एकदमै चर्चित जेन भनाइ हो र यसले जेनको सारलाई कस्तो मजाले समातेको छ। यसको मतलब के हो भने, शास्त्र होस् वा गुरुका उपदेश, ती त चन्द्रमा देखाउने औँला जस्ता मात्र हुन्। औँलालाई हेरेर बस्ने होइन, औँलाले देखाएको चन्द्रमालाई हेर्ने हो। भन्नुको मतलब वास्तविक सत्य त किताबमा होइन, आफ्नै अनुभवमा भेटिन्छ। ल, अब अलि रमाइलो कुरा गरौँ। यी यति गहिरा दार्शनिक कुराहरू कसरी कला र संस्कृतिमा देखिन थाले त, खास गरी जापानमा? यसलाई हामी पहिलो रिपल वा लहर भन्न सक्छौं, जहाँ जेनको दर्शनले सौन्दर्यको रूप लियो। उदाहरणको लागि जेन रक गार्डनलाई हेरौँ न। यहाँ ढुङ्गा, बालुवा र खाली ठाउँ जस्ता एकदमै थोरै तत्त्वहरू प्रयोग गरेर प्रकृतिको विशालतालाई देखाइन्छ। यहाँ खाली ठाउँको मतलब केही पनि नहुनु होइन, बरु त्यो खालीपन आफैमा एउटा महत्त्वपूर्ण तत्त्व हो। यो एउटा निमन्त्रणा हो, शान्त भएर सोच्नको लागि, चिन्तन गर्नको लागि, बाहिरी संसारबाट ध्यान हटाएर आफ्नो भित्र हेर्नको लागि। अर्को उदाहरण छ जापानी चिया समारोह। अब यो सुन्दा त चिया पिउने कार्यक्रम जस्तो लाग्ला, तर यो त्यति मात्रै होइन। यो त एक किसिमको ध्यानयुक्त अनुष्ठानै हो। त्यहाँ प्रयोग हुने हरेक सानो वस्तु, हरेक चाल एकदमै सजगताका साथ ध्यान दिएर गरिन्छ। यसले गर्दा त्यहाँ एउटा सद्भाव, सम्मान र शान्तिको वातावरण बन्छ। यो मात्सु बासुको एकदमै प्रसिद्ध हाइकु हो र यसले जेनको भावनालाई कस्तो राम्ररी कैद गरेको छ। सोच्नुस् त, केही शब्दमा एउटा सिङ्गो दृश्य र अनुभव छ। एउटा पुरानो शान्त पोखरी, व्यागुतो हाम फाल्छ, छप्लक्क आवाज अनि फेरि उस्तै मौनता। यसले जीवन कति क्षणिक छ र सादगीमा कति गहिराई छ भन्ने कुरा देखाउँछ। जेनबाट प्रभावित कलामा, जस्तै क्यालिग्राफीमा, कलाकारको ब्रसको एउटै स्ट्रोक त्यो एक क्षणको उसको मनको ऐना मानिन्छ। त्यसमा कुनै सोच विचार, कुनै हिचकिचाहट हुँदैन। त्यो क्षणमा जे छ त्यही कागजमा उत्रिन्छ, मन र शरीरको पूर्ण एकता। ल, अब अलिकति समयमा फड्को मारौँ। जेनको त्यो पहिलो लहर त हामीले हेर्यौं, अब दोस्रो लहरको कुरा गरौँ। कसरी ती सयौं वर्ष पुराना सिद्धान्तहरू आजको हाम्रो आधुनिक डिजाइनमा झनै सान्दर्भिक भएर आएका छन्। आधुनिक मिनिमलिस्ट डिजाइनलाई हेर्यो भने जेन रक गार्डनको झल्को आउँछ। यहाँ पनि त्यही हो, चाहिने भन्दा बढी केही नराख्ने,
जे आवश्यक छ त्यति मात्र। खाली ठाउँलाई शान्ति र स्पष्टताको लागि प्रयोग गरिन्छ। र लक्ष्य उही पुरानै आजको हल्लाहल्लाबाट बच्न एउटा शान्त ठाउँ बनाउने र आफूभित्र हेर्ने। अब यहाँ हेर्दा प्राचीन र आधुनिक बीचको यो सम्बन्ध कति गहिरो छ भन्ने कुरा झनै स्पष्ट हुन्छ। जस्तै जेनको सादगीको सिद्धान्तलाई हेरौँ। पहिले एउटा फूलदानीमा राखिएको एउटै फूलले त्यो कुरा बताउँथ्यो भने आज त्यही कुरा एउटा सफा सामानले नभरिएको कोठाले बताउँछ। चिया समारोहमा देखिने सजगता आजको राम्रोसँग डिजाइन गरिएको कार्यक्षेत्रमा देखिन्छ। अनि जेन गार्डनको त्यो चिन्तनशील खाली ठाउँ आजको वास्तुकलामा त्यसलाई नेगेटिभ स्पेस भनेर जानी जानी प्रयोग गरिन्छ। तर एउटा कुरा के बुझ्नुपर्छ भने आधुनिक मिनिमलिजम भनेको खाली एउटा स्टाइल मात्रै होइन, यो त हाम्रो आजको भागदौड र तनावपूर्ण जीवनप्रतिको एक किसिमको जवाफ हो। यसले यस्तो शान्त आश्रय जस्तो ठाउँ बनाउँछ जहाँ हामी अलिकति स्लो डाउन हुन सक्छौँ, लामो सास फेर्न सक्छौँ र वर्तमान क्षणलाई साँच्चीकै अनुभव गर्न सक्छौँ। त्यसैले अन्त्यमा हामी के भन्न सक्छौँ भने जेन भनेको कुनै डिजाइनको एस्थेटिक मात्रै होइन, यो त जीवन जिउने एउटा व्यावहारिक तरिका हो। बाहिरी सरलताको माध्यमबाट भित्री शान्ति कसरी खोज्ने भनेर सिकाउने एउटा दर्शन हो। भन्नुको मतलब 12औं शताब्दीको कुनै गुम्बा होस् वा 21औं शताब्दीको हाम्रो लिभिङ रुम, ठाउँ र समय बदलिए पनि लक्ष्य भने एउटै रहेको छ, बाहिरी सरलताबाट भित्री शान्ति खोज्ने। अनि जैन दर्शनले दिने अन्तिम र सबैभन्दा गहिरो सन्देश पनि यही हो कि साँचो ज्ञान भनेको बाहिरबाट धेरै कुरा थुपारेर जम्मा गरेर पाइने होइन, बरु त्यो त हामी भित्रै पहिलेदेखि रहेको सत्यलाई चिन्नु हो, त्यसप्रति जाग्नु हो। र यो सबै कुराले हामीलाई एउटा महत्त्वपूर्ण प्रश्न सोच्न बाध्य बनाउँछ। आजको यो संसार जुन हाम्रो ध्यान भङ्ग गर्नकै लागि डिजाइन गरिएको जस्तो लाग्छ, यस्तो संसारमा के एउटा सामान्य खाली ठाउँमा हाम्रो मनलाई बदल्न सक्ने शक्ति साँच्चै होला त?